1 hour later. Okay. So hello namaste and welcome back to my YouTube channel and the video is me Bisho and I hope सबैजना सन्चै हुन्छ भन्ने आशाका साथ न्यू डे र न्यू ब्लगको सुरुवात भइसकेको छ गाइजहरु। सो आज हाम्रो प्यारिङ चाहिँ जोर्नीतिर जाने रहेको छ उता हामी चाहिँ अहिले 4 जना भएर चाहिँ जोर्नीतिर जाने प्लानले चाहिँ हिँडिरहेको छौं। जोर्नी चाहिँ उ त्यहाँ हो, उ त्यहाँ देखेको खाल्डोको बीचमा हो जोर्नी। यस्तो छ यता फाँटतिरको भ्यू। हामी 4 जना भएर चाहिँ हिँड्नेछौँ उ त्यहाँ नरु। म चाहिँ अहिले हिँड्दैछु, घामले भोलेर अलि बिजोकै भएको छ। तिनीहरू त्यहाँ अगाडि पुगिसके, म चाहिँ सुस्ता हिँडेको छु। भर्खर भात खाएको भएर चाहिँ अलि हिँड्न सकेको छैन। सो अहिले मासतिर घर भेटौँला है त गाइस। हिँड्सी भएर खान आज नि हिँड्सी। सो अहिले चाहिँ हामी खोला भन्ने ठाउँमा चाहिँ आइसकेको छौँ। तलबाट यतातिर यस्तो छ माहौल। खोला भन्दा थोरै यता चाहिँ छौँ हामी जुन जाने प्लान चाहिँ भर्खरै बिहान आएको। हामी मुरल सर हेन्सी भएर खान खोला भन्दा ठ्याक्कै माथि गएर चाहिँ भेटौँ है त। सो अब चाहिँ हामी खोला ठ्याक्कै आएको छौँ होइन। हामी 4 जना भएर आएको, अरू 3 जना चाहिँ यहीँ हिँडिरहेछन्। यो चाहिँ खोला त खरो छ यताको भ्यू। यो चाहिँ खोला त हो यो। सो हामी जान्छौँ यता डाँडातिर हो। चाँडो कुदेको र रुको न। A few minutes later. टोपी राख्छु झोलामा, टोपी राख्छु अनि बताउँ भाइ त एकछिन टोपी बोल्दै बस्यो भने टोपीले हैरानको हटायो। यो चाहिँ हो खोलाहेत भन्ने ठाउँ यो हो। वहाँनिर गण्डकी पनि देखिएको छ होला उहाँ। सो अब चाहिँ हामी हिँडिसकेको छौँ जोर्नीतिरको माहौलतिर। अब चाहिँ अगाडि पुगिसक्यो, म अलि पछाडि छु। कहाँ चाहिँ पुगेँ देख्नै गाह्रो भयो त। हरायो त उहाँ माथि चाहिँ रहेछन् उहाँ। अहिले चाहिँ पानी पर्न सुरु भइसकेको छ। पानी पनि खुले आएको गरी यहाँ माथि कस्तो आमा भर पर्छ। यहाँनिर चाहिँ पानी डिस्टर्ब आने होला, त्यसलाई चाहिँ माइन्ड नगर्नु। सो अलि अगाडि जाम है त। मैले भ्लग गर्दै हिँड्नु पर्छ चाहिँ मलाई अलि म अलि पछाडि छु। केही छैन, ढिलै हिँडौँ, जाने ठाउँमा केही हो। यो डाँडा भ्लग गर्दै पनि हिँड्न पर्यो होइन। फाइनल चाहिँ हाम्रो 270 चाहिँ सब्सक्राइबर कम्प्लिट भइसकेको छ। सो अझै साथ सपोर्ट राखिदिनु होला गाइजहरु। यहाँनिर चाहिँ पानी खर भएको छ। म चाहिँ उताबाट मैले भ्लग चाहिँ 1x मा क्यामेरा हिँड्दै गर्दा चाहिँ देखाउँदाखेरि अलि फरक पर्ला होला, हल्लिया होला। त्यसलाई चाहिँ माइन्ड नगर्नु। यहाँनिर चाहिँ एउटा पुल चाहिँ पाल्दैछ हेर्नु है। सो यहाँनिर चाहिँ एउटा ओह्रालीले पानी पनि आए, यता पनि रहेछ, तपाईँले हेर्नु होला है त।
सो म चाहिँ अलि ढिलै भइसक्यो साथीहरू चाहिँ अहिले अगाडि पुगिसकेँ सो म चाहिँ अलि उतै घर भेटौँ लाग्यो त गाइजहरू भएन अरू है त यस्तो पनि भिडियो खिच्छु हेर्नु है त साथीहरू चाहिँ अलि माथि नै पुगेछ मैले भेटेको छैन यसो यहीँनिर देखाएको थिएँ कहाँ पुगेँ मेसो पाइएको छैन अहिलेसम्म पानी चाहिँ लास्टै ठुलो आए जस्तो छ यसो चाहिँ अलि पछि चाहिँ भेटिन्छ है कत्रो आयो भनेर ऊ अगाडि पुगिसकेका छन् ऊ त्यता यतातिरको भ्यू चाहिँ यस्तै छ फोनले अलि भेटेको छैन होला यिनीहरू चाहिँ उहाँ पुगिसक्यो वो मैले खाना नर्की भिडियो चाहिँ गराइरहेको छु मैले त्यस कारणले चाहिँ थोरै हल्यो होला क्यामेरा त्यसलाई चाहिँ माइन नमान्नु मान्ने पनि भएन नरोकी गराएको छु नि त मैले कुनै कुनै ठाउँमा चाहिँ रोकेर लिइरहेको छु भिडियोहरू ठाउँ क्लिप चाहिँ मैले हालिरहेको छु क्या पुरै लङ चाहिँ गराएको छैन तपाईँलाई आउनु छ भने ठ्याक्कै पन्टाबाट 16 जनवरीतिर आउनुहोस् त्यहाँबाट बास छ एउटा बासबाट सिधै माथि फाँटतिर आउँछ फाँटबाट सिधै कुलै आउनुहोस् अनि ठ्याक्कै झोर्नी नै हिँड्छ अब चाहिँ हामी एक धारा आउनु लाग्छौँ यहाँनिर चाहिँ झ्यासुम झुसुम हुने जस्तो छ है अमिलो समिलो रहेछ यहाँ त्यहाँ अमिलो छ तिम्रो फेरि गएको भयो समय अलिअलि देखाएको थिएँ अझ देखिन पनि छोड्यो कहाँ पुग्यो देखिन छोडे भेटी तिनीहरू यहीँ अगाडि चाहिँ रहेछन् एक धारेतिर चाहिँ अब आउनु लाग्यो थोरै माथि चाहिँ हो तिनीहरू यहीँ अगाडि छन् यहाँ चाहिँ डेन्जर छ ठाउँ त्यहाँ एउटा मिठो सानसानो पौडी मिल्ने खालको रहेछ त्यहाँ आफू ठुलो पऱ्यो आफू त्यहाँ पढ्नु भएन आफूलाई अलिक हाइट अनुसारको चाहियो नि पौडिने ठाउँ त्यहीँ अगाडि छन् पानी हेर्दा चाहिँ खासै ठुलो छ जस्तो चाहिँ लागेको छैन झामी छ यता कता ओर्नु पनि ठुलो पनि हुने कि बाघची भेट नभए हुन्थ्यो पुरा बाघी भेट हुने यहाँनिर चाहिँ अहिले बाटो रक्षा रहेछ अलिकति बिर्कियो पनि सेन्टी फ्ल्याट हो फेरि हराइसकेको थियो कतामा कुदेको मेरोमा सबै सामान राखेर पुरै म झोला चाहिँ ल्याएको छु यिनीहरू कुदै छन् दुईटैले बोक्नु पर्यो एउटा त गाह्रो भयो अलिक के भइहाल्यो भने फेरि गाह्रो चाहिँ हुन्छ अहिले चाहिँ हामी एक धारा आइदियौँ हेर्दाखेरि चाहिँ जान गाह्रै छ जस्तो छ गाह्रो हारा यहाँनिर चाहिँ धार सो अब चाहिँ हामी पुग्न लाग्छौँ एक धारे चाहिँ कटिहाल्यौँ अब चाहिँ जोर्नीतिरै प्रस्थान गरे प्रस्थान भन्नु त हिँडेको है मिलाएर पानी खानु चाहिँ एकछिन त्यहाँ हेर्छ म मिलाउँछु है थोरै एङ्गल चाहिँ मिलिरहेको छैन कि हिँड्नलाई डेस्टिनेसनमा चाहिँ पुगिहाल्यौँ लगभग खास आउने बाटो त ऊ त्यहाँ माथिबाट हो अलिक गाह्रै जस्तो छ है अहिले यस्तो छ बाटो यस्तो जानुपर्ने भयो
ओहो खर हो सो यहीँ चाहिँ हामी पौडिनु चाहिँ माथितिर त यस्तो छ A few minutes later. हामी चाहिँ अहिले यहाँ पौडिने ठाउँमा चाहिँ आइसकेका छौँ र मैले ड्रेस चाहिँ सबै चाहिँ फेरिसकेँ त्यहाँ चाहिँ त्यो गइसकेको छ ऊ यहाँ मुरली सर छ नि भर्खर नुहाएर आएका बडी देखाएको छ नि यिनले चाहिँ यहाँ अलि हेल्सी भएर गर्मी त भएको छ तर जाडो जाडो होला जस्तो छ ओ छापा छापीले यहाँ भएको कसैलाई पौडिन आउन्न सबै सिकाउँथ्यो डुबेर भ्याइयो पनि भ्याइयो है त्यो म चाहिँ पौडिन जान्छु Hour later. म चाहिँ अहिले नुहाइसकेँ मैले चाहिँ स्याम्पू खोज्दैछु दुईवटा चाहिँ ल्याएको थिएँ दुईवटा होला सायद के भयो दुईवटा एउटा चाहियो भयो ल एउटा मिलाएको कोकोसित मिल्यो मैले चाहिँ स्याम्पू ल्याएको थिएँ र म चाहिँ अब नुहाउँदैछु र बटिकजीले पनि ल्याउनु भएको थियो बटिकजी चाहिँ त्यता कता हो यहाँ अनुसार छन् मैले पनि अब साबुन लाउँछु यसो डुबेर चाहिँ जाडो अहिलेसम्म त भएको छैन अहिले हुन्छ कि जस्तो छ छटकाट हेर्दा घाम भयो नि चिजै लाउँदैन यहाँ म चाहिँ यस्तो उतै गएर आउँछु नचा भाइ फेरि पानी छुट्याउ त्यहाँ आयो क्या भयो अब गाइज यता देऊ सबैजना जर्नी आइदिनु होला खाना पनि आउनु होला यता त अलिक मिठो गएर छ उता त जानुहुन्न हातमा फोन छ होइन यता चाहिँ अहिले खत्रै डरलाग्दो चाहिँ बनाएर रहेछ भ्यू हामी पहिला आउँदा त यस्तो थिएन अहिले चाहिँ यो पुरै बिग्रिरहेको रहेछ यो यता चाहिँ हामी पौडेको र हामी आएको यताबाट हो अहिले घाम भन्ने चिजै लागेन आएको त्यसै कालै आइरहे एकदम खर भएर चाहिँ यसरी जानु परेको थियो ऊ चुप्लुकै भइसक्यो उहाँ ऊ यसरी जानु परेको छ यहाँ पार लाउला जस्तो छटकाट छैन यहाँ अब म पनि जान्छु नुहाएर चाहिँ हामी उहाँ माथिबाट सो म पनि जान्छु त सो हामी चाहिँ अहिले माथि पौडेर चाहिँ यहाँ घरतिर हिँडिसकेका छौँ गाइज तपाईँको लागि स्पेसियली फर यु देखाएको थिएन म तिमी त्यही माथि छन् छोरा किन कहाँ चाहिँ हो फुले कि फुलथुङ्गे रानी खर अझै दुईवटा गीत जाओस् न त ल रुकुमै कोठा आँखा नि राम्रै हो मन पर्यो नि सो म चाहिँ यहाँ कानमा चाहिँ फुल हालेछ हामी तिनजना हालेर फोटो पनि खिचेछौँ त्यो सायद थम्बनेलमा आउन सक्छ है थम्बनेल चाहिँ राम्रै आउँछ अलिक पछि आउँछ मुरली सर चाहिँ यस्तो छ नि पुरै पच्यात्तै भएको नै मिठो लोटी यहाँ चाकमा लाछ केही भएको छैन
त्यो पानी पर्ला जस्तो छ होइन पानी परि पनि सकेको छ अहिले चाँडो चाहिँ जानुपर्ने हुन्छ जान्छ अलिअलि सो हामी चाहिँ अलिक थोरै तलतिर गएर चाहिँ भेटौँला है गाइस यहाँ चाहिँ अहिले फोटो सेक्सन भइरहेको छ ऊ त्यता त पानी परिरहेको छिटा परिरहेको जाम यहाँ चाहिँ फुल छ है अरू फुल चाहिँ छैन सो आजको भिडियो चाहिँ यतैतिर एन्ड हुन्छ तपाईँलाई के कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिन नबिर्सिनु होला भन्दै तपाईँहरूबाट बिदा लिन चाहन्छु हस्त जय नेपाल